हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज चाहिँ हाम्रो चाहिँ बहिनीहरूको चाहिँ ल्याम्प लाइटिङ छ हो। अनि आज चाहिँ फाइनली हाम्रो चाहिँ त्यो अस्तिको साडी लाउने दिन आएको छ। त्यो साडी हामी लगाउँछु। ल्याम्प लाइटिङ सेरेमनी चाहिँ आज म तपाईँलाई देखाउने छु ल। अन्त कस्तो हुन्छ भने म देखाउने छु। त्यति भिडियो म बनाउनु पाउँदिनँ होला हो, किनभने बिजी हुन्छु। हाम्रो ड्युटी अर्कैपट्टि छ, त्यही कारणले गर्दाखेरि चाहिँ छोटो छोटो भए पनि म आजको भिडियो बनाउने ट्राई गर्छु। अन्त हुन्छ, हेर्दै गर्नुहोस्। आज चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो चाहिँ साडी लाउने दिन आएको छ बल्ल बल्ल होइन। त्यहाँदेखिको चाहिँ भर्खर उठेको म चाहिँ यस्तो भइरहेको छ। आँखाहरू पनि घिनै लाग्दो भइरहेको छ हो। केटीहरूले चाहिँ साडी लगाइसकेको छ अरे। अब चाहिँ म साडी लगाउँछु, तपाईँहरूलाई देखाउँछु नि ल। यहाँ साडीहरू लगाइसकेको छ यो केटीहरूले। ल्याङ तिम्रो फर्स्ट लुक देखाइदिन्छु नि यतिकै। मेरो आँखाको चाहिँ गरेको छु। केटीहरू रेडी भइसकिसकेको छ। ए दिपालाले देखाइदिनु नि त। अब चाहिँ मलाई रेडी गरिदिन्छ केटीहरूले हो, मलाई साडी लगाइदिन्छ। मेरो फाइनल लुक चाहिँ यस्तो छ हो। कस्तो देखियो तपाईँहरूले भनिदिनु पर्यो। मेरो साथी पनि रेडी हुँदैछ। अहिले साथीलाई चाहिँ म देखाउँछु नि ल। रेडी भइसकेको छैन हो। अन्ना चाहिँ देखाउँछु म, यस्तो राम्रो भइरहेछ हो। हेरिहाल आँखा यति दामी छ हो। छैन डरै लाग्दछ मेरो आँखा राम्रो छैन। कस्तो छ कमेन्टमा भनिदिनु पर्यो। यो लगाइदिउ त। र साथीहरू कस्तो देखेको छ तपाईँलाई देखाउँछु ल। म उतापट्टि गएर मेन त अच्छा से चलेगा तो look at say hi लु मेरो साथी यस्तो देखिरहेको छ। उता उता फर्किदेऊ न। मेरो साथीहरू चाहिँ यहाँनिर छ हो। यस्तो देखिरहेको यो त लाउनु मन पऱ्यो मलाई त। अहिले आफ्टरनुन आएर गर्नुपर्छ हाम्रो त्यो डान्स। ए त्यो लिएर आएछ। अहिले हेर न, अहिले थुपार्छ कि औ सुजना अहिले थुपार्छ कि हेलो मेरो लुक चाहिँ यस्तो छ। अनि आज चाहिँ हाम्रो बहिनीहरूको चाहिँ ल्याम्प लाइटिङ छ। त्यही भएर चाहिँ हामीलाई चाहिँ रिसेप्सनको लागि चाहिँ हामीलाई चुज गरेको थियो नि त। अन्त हामी चाहिँ यस्तोहरू लाउनु पर्ने अरे। मैले तर उयोहरू लगाएको छुइनँ, मैले नेल पलिसहरू लगाएको छुइनँ, अरूले लगाएको छ। मलाई यस्तोहरू लाउनु पर्ने अरे हो। अन्त त्यहाँदेखिको चाहिँ त्यही भएर बहिनी हाम्रो बहिनीहरू चाहिँ यस्तो देखेको छ। ए त्यहाँदेखिको चाहिँ यहाँनिर चाहिँ फोटोसुट हुँदैछ हो। राम्री राम्री भएर फोटोसुट हुँदैछ। मैले चाहिँ मेरो यो कानको दुखा चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो चाहिँ म चाहिँ कानमा लाउने लाउँदिनँ कि। म चाहिँ कानमा लाउने अरू बेला पनि म हतपत लाउँदिनँ। कोही कोही बेला खालि यस्तै प्रोग्राम भएको बेला मात्रै लगाउँछु हो। त्यही भएर चाहिँ मेरो कान चाहिँ यहाँनिर यति साह्रै दुखिरहेको छ। भन्दै
यो कपालहरू के यस्तो ट्याप्पै हुनुपर्ने बेलामा यहाँ हाम्रो साथीहरू चाहिँ यहाँ रहेछ म सबैजनालाई चिनाउँछु ल माबिया हेलो हेलो भन्यो हाम्रो बहिनी यहाँनिर चाहिँ राम्री राम्री भइरहेछ मेरो साथी बहिनी भरे हेर्नु ल तिमीहरूले भरे होइन भोलितिर आउँछ होला यहाँनिर चाहिँ यस्तो छ भर्खर प्यारेन्ट्सहरू आउनु भएको हो अहिले चाहिँ डेकोरेसन चाहिँ यस्तो भएको छ हाम्रो साथीहरू चाहिँ यहाँनिर छ है कहाँ हो मेरो जुन त्यस्तो हुन्छ यस्तो सेतो लगाएर पनि कालो भइरहेछ यहाँ चाहिँ जुसमा राखिरहेको छ हो प्यारेन्ट्सहरूलाई वेलकम गर्नु अरे भाडा जुस चाहिँ भाडामा छ एकदम मेरो साथीहरू छ यी अन्त चाहिँ अब चाहिँ प्रोग्राम स्टार्ट हुनु आँटेको छ यो हाम्रो स्टेज म चाहिँ अहिले उसको भ्लग बनाउँदैछु यो चाहिँ यहाँ म्यामहरू कराउँदैछ Yeah, I'm about to fade away. Cause every time I wake up, I feel like it's Monday. Something's going wrong with all the chemicals up in my brain. All of a sudden, I don't look at anything the same way. Gotta build up of my thoughts sitting in an ashtray. I'm sorry that I'm so inconvenient, okay? Just let me be me and I'll stay out of your way. I can see the way you look at me, I'm such a disgrace. I never really asked to be brought into this place. You wanna love me, well then baby have a taste. All the highs and the lows.
हाम्रो चाहिँ अहिले ब्रेक भएको छ हो फोटो खिच्दैछ कि अब खाना खाएर चाहिँ आउँछ हाम्रो चाहिँ प्रोग्राम हुन्छ प्रोग्राम अहिले प्रोग्राम चाहिँ देखाउँछु नि म तपाईँहरूलाई म हामी चाहिँ खाना खानुको लागि लाइन लागिरहेको छु हो हामी चाहिँ खाना खानु आइसकेको छौँ अब हामी चाहिँ खाना खानु बसेको केराको पत्ताहरू ओछ्याएर खानाहरू दिन्छ हामी चाहिँ त्यसको लागि वेट गरिरहेको छौँ यसरी हामी सबैजना एघारजना सबै सँगै बसिरहेको छौँ हामी चाहिँ यहाँनिर खाना पर्खिरहेको छु हो खाना चाहिँ आएको छैन भोक लागिसक्यो हाम्रो चाहिँ यहाँनिर चपाती र उयो चिकन करी मात्रै आएको छ हो अहिले चाहिँ हामी चाहिँ सुरु गरेको एकैमै उयो पनि आउँदैछ कबाब पनि आउँदैछ कबाब पनि आयो हामीले चाहिँ खाँदैछु हो यहाँनिर चाहिँ खाएको चाहिँ देखाउनु हेऱ्यो पनि साथीहरूले लु देखाउ छिटो खोइ खाएको देखाएको खोइ भातै पिएको छैन तर 2टा रोटी खाइसक्यो हामीले हाम्रो भात चाहिँ यो देखिहाल्नुभयो होला यो चाहिँ मेरो भात हो कति भएको छ भनेर देखिसक्नुभयो होला 2टा रोटी खाइसकेको मैले यहाँनिर चाहिँ सुरक्षाको छ चिकन मात्रै देखिसक्नुभयो होला यो चिकन मात्रै कति छ भनेर हामीले चाहिँ खानासाना खाएर आइसकेको थियौँ हो अन्त यहाँ प्रोग्राम चाहिँ सुरु भइसकेको छ यो चाहिँ ओपनिङ डान्स हो मलयाली सङमा चाहिँ डान्स गर्दैछ यहाँनिर चाहिँ नेपाली बहिनी पर चाहिँ बहिनीहरू पनि डान्स गर्दैछ हो अन्त उनीहरूले चाहिँ मलाई देखेको छैन
अब एकदमै फ्रेस भइसकेको छु मैले लुगाहरू फेरिसकेको छु हो नुहाइ पनि गरेँ हो डान्स हुँदैछ डान्स गर्यो अन्त हामी चाहिँ आधीबाटै आएको हो किनभने चाहिँ हामीलाई यति धेरै गरम भइसकेको थियो हामी चाहिँ बस्नु सकिनँ त्यो ज्यादा साउन्डमा त्यही कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ भटाभट हामी आए हो अन्त त्यही कारणले गर्दाखेरि चाहिँ हामी ज्यादा बसिनँ मैले लास्टको भिडियो पनि बनाउनु पाइनँ आज किनभने लास्टमा चाहिँ सबैजनालाई ग्रुपलाई नै डान्स गर्नु दिन्छ हो त्यो मैले बनाउनु पाइनँ अब चाहिँ त्यो चाहिँ नेक्स्ट टाइम बनाउँछु म आज चाहिँ हाम्रो ल्याम्प लाइटिङको उयो चाहिँ प्रोग्राम चाहिँ सक्यो हो माथि डान्स हुँदैछ किनभने हामी चाहिँ भटाभट आयो हाम्रो त्यो साउन्डहरूले गर्दाखेरि हामीलाई झिरो लागेर चाहिँ हामी आयो हो हामीले चाहिँ योपालि चाहिँ केही गरेको थिएन किनभने हामी चाहिँ अरू काममा चाहिँ बिजी हुँदो रहेछ नि त अब फेयरवेलमा त हामी डान्स गर्छु भयो भने तर त्यति बेला हाम्रो फेयरवेलमा चाहिँ लास्टसम्मको भिडियो म बनाउने छु हो आज हामीले ज्यादा प्रोग्राम हेरिनँ दिउँसो काम बिहानखेरि चाहिँ त्यही गेस्टहरूलाई वेलकम गर्नुको लागि चाहिँ हामीले राख्नु भएको थियो त्यहाँनिर चाहिँ हामीले वेलकमहरू गरेँ हो बिहान त्यहाँदेखिको खाना खाएर चाहिँ एकछिन गएँ त्यहाँदेखिको आइहालेँ हामीले केही गरेको पनि थिइनँ अल्छी पनि लाग्यो हो अन्त त्यहाँदेखिको चाहिँ त्यही भएरखेरि चाहिँ म नेक्स्ट टाइम चाहिँ म मजाले बनाउने छु अनि हाम्रो ल्याम्प लाइटिङको पनि मैले भिडियो चाहिँ मेरो साथीलाई बनाउनु लगाएको छु किनभने म चाहिँ त्यहाँ माथि थिइनँ नि त के अन्तखेरि चाहिँ म चाहिँ भरि आएर चाहिँ मैले आधीको भिडियो चाहिँ मैले बनाएको छु पछिबाट त्यो अगाडि मेरो साथी पनि पछाडि थियो रहेछ अगाडि जानु पाएन रहेछ हो त्यहाँदेखिको मेरो साथीले बनाइदिएको छ भिडियो अनि तपाईँहरूले इन्जोय गर्नुभयो होला होइन हुन्छ बाइ बाइ टेक केयर अर्को भिडियोमा फेरि पनि भेट्नेछु